माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले झुट बोल्नु र कुरा फेर्नुको पनि एउटा लिमिट हुन्छ। जब लिमिट क्रस हुन्छ छवि क्र्यास मात्रै हुँदैन, यो नियतमै खोट र बदमाशीमा सीमित हुन्छ। केही समयकै फरकमा एउटै मुद्दामा अर्थमन्त्रीले कसरी कुरा फेर्दैछन् हामीले भन्नै पर्दैन। अब उनकै मुखबाट सुनौ। झुट नम्बर 1, संसदको अर्थ समितिमा पुगेर अर्थमन्त्रीले बुधबार मात्रै दाबी गरे आर्थिक विधेयकको कन्टेन्टमा एउटा थोप्लो, एउटा पूर्ण विराम र एउटा कमा समेत चेन्ज भएको छैन। यो सुनौ। कन्टेन्टमा एउटा थोप्लो, एउटा पूर्ण विराम, एउटा कमा पनि चेन्ज भएको छैन। कहिलेदेखि चेन्ज भएको छैन? सार्वभौम सांसदहरूलाई बुझायौँ, तपाईँहरूलाई बुझाएपछि यो हामीले छोडेको छैन। तर फेरि केही समयकै अन्तरालमा उनले भनेका छन् अहिले अलिअलि विवाद निकाल्न खोजिएको हाउगुजी पनि त्यही हो। 3-4वटा वस्तुमा 30 हुनुपर्नेमा 15 वा 5 हुनुपर्नेमा 2.5, 5 मात्रै हो। 3-4वटामा सच्याएर हामीले संसदमा पठाएको हो। यो सुनौ। अहिले अलिअलि विवाद निकाल्न खोजिएको त्यो हाउगुजी पनि त्यही नै हो। 3-4वटा वस्तुमा 30 हुनुपर्ने 15 वा 5 हुनुपर्ने 2.5, 5 त्यो मात्रै हो। 3-4वटा हामीले सच्याएर संसदमा पठाएको मात्रै हो। तर यहाँ हप्तैभरि सिङ्गो उद्योग नै लागेको छ के न भए जस्तो गरेर, त्यो गलत हो। हुन त यतिले पनि उनको झुट प्रमाणित गर्छ, तर नबुझ्नेहरूका लागि अझै प्रमाणमै देखाउन खोज्दैछौँ। बुधबार थोप्लो पनि परिवर्तन भएको छैन भनेकै कार्यक्रममा अर्थमन्त्रीले फेरि आफ्नै भनाइ खण्डन गर्दै भनेका थिए आर्थिक विधेयकमा गरिएका संशोधन जनहित र प्राविधिक सुधारका लागि हुन्। अर्थात् संशोधन गरिएको स्वीकार गरे, तर त्यसलाई जनहितका लागि गरेको दाबी पनि गरे। यो सुनौ। जनताको पक्षमा गरिएका ती सच्याइहरू थिए कि थिएनन् भन्ने के सच्याइ हो? यही हो पाना। पहिलो सच्याइएको एउटा भन्सार दर छ। यो भ्याक्सिन र ब्लड क्यारी गर्ने क्यारियरलाई चाहिँ छुट्टै उपशीर्षक बनाएर त्यसमा चाहिँ 15% लगाइयो। दोस्रो विषय सच्याइएको इभीको 50 लाखभन्दा मुनिको चाहिँ मूल्य बढ्नुहुन्न है। अब 50 लाखभन्दा मुनिकोमा चाहिँ हामीले मूल्य नबढोस् भनेर कहाँ समायोजन गर्ने त? अरूमा लगभग समान छ। त्यो रोड डेभलपमेन्ट फी भनेर सबै भेहिकलमा 5% लाग्थ्यो। 50 लाखभन्दा मुनिलाई चाहिँ हामीले 2.5% गर्यौँ। तर प्रमाणमा यसको फ्याक्ट के हो त? संसदमा दर्ता भएको आर्थिक विधेयक र संशोधन गरिएका दुवै विधेयक हामीसँग छन्। करका दरमा व्यापक हेरफेर गरिएकै छ। अर्थमन्त्रीले आफैलाई खण्डन गरी एउटा थोप्लो समेत परिवर्तन भएको छैन भन्ने कुरा सरासर झुटो देखिन्छ। अब संशोधन केमा भयो केही उदाहरण देखाउँदैछौँ। 1. विद्युतीय सवारीमा सडक निर्माण दस्तुर 5% तोकिएको थियो। 20 लाख मुनिका गाडीमा 2.5% झारिएको छ। यो दुवै विधेयक हेर्नुहोस्। 2. संसदमा दर्ता विधेयकमा 50 युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई मात्र भ्याट छुट दिने उल्लेख थियो। तर पछि विद्युत उत्पादकले प्राधिकरणलाई बेच्ने बिजुलीमा पनि भ्याट छुट गरियो। यसले राज्यको करोडौं राजस्व गुम्ने सुनिश्चित भयो। यो दुवै विधेयकलाई हेर्नुहोस्। 3. सुरुमा राइड सेयरिङ प्लेटफर्मलाई सेवा बापत 1% अतिरिक्त कर लगाउने व्यवस्था थियो, तर संशोधनपछि यो कर 5% पुग्यो। 4. चलचित्र हल सञ्चालन गर्दा आयकरमा कुनै छुट थिएन, पछि 10 वर्षसम्म कर छुट दिने व्यवस्था गरियो। 5. ब्रिफकेस, वालेट र सुटकेसको भन्सार दर 15% सुरुको विधेयकमा थियो, पछि 30% गरियो। 6. सरकारी सामान्य जरिवानाका हकमा सुरुमा 1000 रुपैयाँ थियो, संशोधन गरी 9000 गरियो। 7. आयकर तिर्ने नागरिकले आफ्नै बालबालिकाको शिक्षामा गरेको खर्च मध्ये वार्षिक 25,000 रुपैयाँ वा 25%सम्म करकट्टी गर्न पाउने व्यवस्था थिएन, तर पछि थपियो। यो त हामीले कुनै थोप्लो वा पूर्ण विराम अथवा कमा समेत परिवर्तन भएको छ कि छैन भन्ने देखाउनकै लागि केही उदाहरण पेश गरेका हौं। धेरै विषय यसरी गोलमाल पारिएको छ जुन सार्वभौम संसद भन्दा बाहिरबाट गर्नु सोझै गैर कानुनी हो। आफैले जनहितमा गरेको हुँ पनि भन्ने, आफैले थोप्लो समेत परिवर्तन गरेको छैन भन्नुको अर्थ सरासर गलत अभ्यासका रूपमा देखिन्छ। झुट नम्बर 2, 16 पेज गाफ पारिएकै होइन, यो त कोलम मिलाउँदा पेज घटबड भएको मात्रै हो भने। यो पनि सुनौ। अब नेपालका पत्रकारले त्यो माइक्रोसफ्ट वर्ड चलाउन सक्छन् कि सक्दैनन् मलाई थाहा भएन। 450-460 पानाको डकुमेन्टमा यो कलमहरू हुन्छ यस्तो सबै। अब यहाँनिर चाहिँ एचएस कोड भयो, वस्तु भयो, दरहरू भयो। त्यहाँ एडिट गर्ने क्रममा यो कलम यो कलमलाई अलिकति 1 मिलिमिटर तपाईँले अलिकति तान्दिनु भयो भने पानाहरू स्वाट्टै 15-20 पाना तलमाथि हुन्छ। अर्थमन्त्रीज्यू, माइक्रोसफ्ट मात्रै चलाउन आउँदैन कि कम्प्युटर खोल्न पनि समस्या छ, किनकि कोलम घटाएर वा बढाएर पेज तलमाथि होला तर शब्द नै परिवर्तन हुँदैन।
यहाँ पेज तलमाथिको कुरै होइन, शब्द र नियत तलमाथिको कुरा हो। कमजोरी भएकै छ र तपाईले होइन भने कसले गरेको हो, त्यसलाई खोजेर कारबाही गर्ने जिम्मेवारी पनि तपाईकै हो। तर एउटा झुटलाई जोगाउन अर्को झुट बोलियो भने आफै उदाङ्गो भइदिन्छ। कांग्रेस एमालेको सरकारमा 71 पेज फेरिएको थियो, मेरो पालामा 16 पेज त हो भन्नुको अर्थ तपाई चाहिँ ठिक भन्ने हो त? कि कांग्रेसमा हुँदा एमसीसी देखि गगन थापालाई पोस्न मच्चाएको गलत अभ्यास अझै गएको छैन? झुट नम्बर 3, सबैभन्दा ठुलो झुट बीवाईडीले भन्सारले भित्राएका गाडीको विषयमा बोले। प्रधानमन्त्री र मैले नै बीवाईडी नियन्त्रणमा लिएका हौं भने, तर अर्थ मन्त्रालयबाट बदमाशी भएको भन्दै प्रधानमन्त्रीले सिधा निर्देशन दिएपछि सशस्त्र प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो। अहिले भन्सारमा कार्यरत 9 भन्दा बढी कर्मचारी जिम्मेवारी मुक्त भएका छन्। सुरुमा सरकारले किलोवाट अनुसार कर लिन्थ्यो, अहिले खरिद मूल्य अनुसार लिने र 60% सम्मको कर 130% पुग्ने सूचना लिक भएपछि बीवाईडीले 649 वटा गाडी भन्सार पास गराएको हो। त्यो पनि गाडी भन्सारमा आएपछि चेक जाँच भएपछि पास हुनुपर्ने हो, तर पहिला कागज पास भएपछि पछि गाडी आएको खुलेको छ। यसलाई बदमाशी होइन भन्न कसरी सकिन्छ? तर आफै तानिने अवस्था आएपछि बीवाईडीको समेत कमजोरी थिएन भन्ने अवस्थामा अर्थमन्त्री पुग्दैछन्। कति गाडी त भन्सारमा आइसकेका थियो। यो दस्तुर त जेठ 15 देखि मात्रै लागू भयो। जेठ 13 गते 14 गते भन्सारमा आएर उसले अन्तशुल्क तिरिसकेका थियो पुरानो नियम अनुसार। अब आएर फेरि क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फीतिर भनेर डबल त्यही अन्तशुल्कको सरमा त भएन। भनेपछि गाडी आएर अन्तशुल्क तिरिसकेकाहरूलाई थप दस्तुर नलाग्ने भनेर स्पष्ट पारियो। एकातिर प्रधानमन्त्री बालन शाह सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लगाउँदै सिंहदरबारमा कडा मेहनत गरिरहेको देखिन्छ। अर्कोतिर उनकै क्याबिनेटको सबैभन्दा शक्तिशाली र ज्येष्ठ मानिएका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले भने यति ठुलो कर छलीमा मुछिएका छन्। कति कर छली भयो एकिन विवरण आएको छैन। अर्बौं रुपैयाँ गोलमाल गरिएको आरोप छ, किनकि बीवाईडी भित्र्याउने साइम्याक्स इन्क प्रणाली र यसको सञ्चालक यमुना श्रेष्ठ पहिल्यैदेखि कर छलीमा जोडिएको पात्र हुन्। जेठ 15 गते मात्रै सार्वजनिक महालेखा परीक्षकको 63औं प्रतिवेदनले गाडीको किलोवाट क्षमता कम देखाएर राज्यलाई 2 अर्ब 50 करोड बढी राजस्व छली गरेको भन्दै कारबाही गर्न उल्लेख गरेको छ। राज्यलाई 2 अर्ब 50 करोड रुपैयाँ भन्दा बढी ठग्नेहरूमा मुख्यतः यिनै यमुना श्रेष्ठ, विष्णु अग्रवाल जस्ता केही सीमित व्यापारीहरूले ल्याउने इभी गाडीहरू छन्। यो त 63औं प्रतिवेदनको कुरा भयो। महालेखा परीक्षकको 62औं प्रतिवेदनले समेत बीवाईडी बारे यसअघि नै गम्भीर तथ्य उजागर गरेको थियो। साइम्याक्स इन्कले 100 किलोवाट भन्दा माथिका बीवाईडी गाडीलाई 79 किलोवाटको सो घोषणा गरेर 3 अर्ब 77 करोड रुपैयाँ भन्दा बढी भन्सार छली गरेको ठहर छ। रसुवा भन्सारले प्रमाण माग्दा पनि यमुना श्रेष्ठको साइम्याक्सले अहिलेसम्म प्राविधिक टेस्ट रिपोर्ट बुझाउन सकेको छैन। यसले पनि प्रश्न हुन्छ, बीवाईडीले विगतदेखि नै राज्यलाई ठग्ने काम गर्दै आएको छ। त्यो रकम उठाउनतिर लाग्नुको सट्टा उल्टै पुस्ने नियत अर्थमन्त्रीको देखिएपछि विवाद बढ्दै गएको छ। यमुना श्रेष्ठ र साइम्याक्स इन्कको कागजी भन्सार। नेपालका लागि बीवाईडी गाडीको आधिकारिक विक्रेता साइम्याक्स इन्की प्रबन्ध निर्देशक यमुना श्रेष्ठ यो काण्डको मुख्य सूत्रधार हुन्। बजेट भाषण हुनुभन्दा अगाडि नै कुन क्षमताका गाडीमा कति कर बढ्दैछ भन्ने इनसाइडर सूचना अर्थमन्त्री निकटबाटै श्रेष्ठसम्म पुगेको दाबी छ। सोही सूचनाका आधारमा 774 वटा बीवाईडी गाडी नेपाल आइन पुग्दै जेठ 8 देखि 14 गतेसम्म रसुवा र तातोपानी भन्सारमा कागजी जाँचबास गरियो। जेठ 21 मा मात्रै भन्सार पास भएर आउँदै गरेका गाडी समातिए। यी गाडीहरू भन्सारको ड्याडमै नपुगी कागजी रूपमा भन्सार तिरेको पाइएपछि अनुसन्धान प्रक्रिया सुरु भएको हो। तर अब यस्तो अवस्था आउँदैछ 1-2 दिनमा कैफियत केही छैन भन्ने प्रतिवेदन आउँछ र सबै सामसुम हुन्छ। जबकि प्रति गाडी 25 लाखसम्म कर बचत हुने गरी गरिएको सेटिङमा यमुना श्रेष्ठले राज्यलाई करिब 1 अर्ब 92 करोड रुपैयाँ राजस्व घाटामा पुर्याएको आकलन छ। अन्जन श्रेष्ठ र काइये ब्रान्डको सेटिङ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् अन्जन श्रेष्ठ। श्रेष्ठको कम्पनीले आयात गरेको काइये ब्रान्डका 4 दर्जन बढी गाडीहरूमा समेत रसुवा भन्सारमा गम्भीर सेटिङ भएको पाइएको छ। सीसीटीभी फुटेज र अनुसन्धान समितिको प्रारम्भिक रिपोर्ट अनुसार ती गाडीहरू बजेट भाषणपछि मात्र भन्सार आइपुगेका थिए। तर तिनको भन्सार प्रक्रिया भने अगाडि नै मिलाइसकिएको सार्वजनिक भयो। उद्योगीहरूको छाता संगठनको नेतृत्व गर्ने व्यक्ति नै यसरी कर छलीको खेलमा सामेल हुनु व्यावसायिक नैतिकताको धज्जी उडाएको र राज्यलाई हानि नोक्सानी पुर्याएको विषय हो।